अरू केही थाहा छैन खुसी छ मन आज छुटेका जुटेका सँगसँगै छन् आज को कसको थियो भन्ने हल्लाले चिनियो छुटेकाहरूलाई के सल्लाह दिनियो हे मनमाला कुरा भन्ने भन त सिकाको सिक्नेको छ र छन् त हे बेगर्न खोज्दैनन् हामीलाई देखेर आज त मिलाइदिम बाटो नै छेकेर हे यसै त भइरहेछ मनमुटु पोल्ने काम कसैले नगरौँ खिसेर बोल्ने काम हे पहिले कि म थिएँ अहिले कि कस्तै छ जे भए नि भुपुलाई जागै नि मस्ती हे केटाले भेटेको हिँडिन्छन् बोकेर अन्तिममा पीडित त केटी नै हकेर हे सोचेकै थिइन के यसरी पुखिन्छु म फेरि जागै नि घन्टी झै ठोकिन्छु हे अझै नि माया त घर्कीको थोरै छ पुरानो भनेको पुरानै हो रहेछ हे भालेले सुस्मिता सुमनले म छोड्ने शक्तिले अस्मिता काहीँ गए नि नछोड्ने पिर नलेउ थाहा छ कसको के भएको यिनका नि दुई चाडा छुटेरै बे भएको ए तिमीहरू के गर्छौ मन जोड्छ जोडिन्न गर्लफ्रेन्ड त छोड्या हो बुढी त छोडिन्न हे मैले स्याहार पुरा छु मोटा छ ज्यान उसको ज्यान मात्रै मसँग अन्तै छ ध्यान हे के गरे थाहा छैन गलत कि राम्रो त छुटे नि बीच बीचमा भेट हुन्छ हाम्रो त एकचोटि छुटेसी भेट हुने किन त पहिलेदेखि क्या बेहुनी लछेडा थिएन हे बेपछि म पनि पागलै बनेछु निन्द्रामा बुढीलाई सुस्मिता भने ए अझै नि खोज्यौ र भुपुको बन्नलाई बुढीले नसुने केही हुन्न भन्नलाई हे बुझ्नेले बुझेछन् निन्द्राको कुरो भित्तामा लगेर ठोकाइदि पुरपुर लागेको बानी त नजानी कहिले नि दुई तिन ताल बेडबाट फाल्दैछु मैले ए दुई तिनटा पियारी राखदिने हो के म अर्कीले सेकाउँछे घरकीले ठोकेमा यो मन भत्कियो के गरी टालो कहिले काहीँ रुमतिर बसे है कालो मैले नि निन्द्रा रेणुका भनेछ बिहान उठ्दा त मुख यत्रो बनेछ हे म अल्ली बाठी थिएँ अहिले कि लाटी पछुतो छ छैन भन त नढाँटी सानोको झझलको बिछट्टै आबेला भेटुन आइहाल्छु पछुतो भाबेला हे आफू त मर्नी भई सोच्नेकै डरबाट 10 मिनेटमा कलाउँछ घरबाट भन्न नि लाज लाउने कहानी हाम्रो छ यति भई भालेको भविष्य राम्रो छ यतिको भएसी जिन्दगी जान्छ शक्तिको पछाडि नलागए कान्छ ए नबसाए जेठान बुढीकै पिरमा उमेरमै बुढ्यौली नल्याउ त शरीरमा हे तिमीले नि थाहा पाउँछौ खाको थाल खोसेसी सुमन झै मटाइन्छ दुईटीले पोसेसी हे सौता हो सम्झे त परेली रुज्ने छ जे भए नि सुमनको
गाउँको बुढी त बुझ्ने छ ए, दुईतिर पिराती मलाई नि फाइदा छ बुढी हो राक्षस नि गर्लफ्रेन्ड त कायदा छ हे उनको मन बिग्रिनी तिमीहरूलाई भेटी हो बेभाको केटालाई नबिगार केटी हो होइन है नानीहरूलाई सिकाउने बुढोलाई रिझाउने आफ्नो घर टिकाउने ए, अस्मिता भन्नेको सोचाइ नै काछन् दाइ बुढा चाहिँ तै विश्व सुध्रिन लाछन् हे केही भन्न आएदेखि थर्काउँछु मैले त अहिले पो उसको हो मेरो हो पहिले ए नानी खेलाउन नसम्झ बेभन्नी दुईपट्टि उस्तै छन् म एक्लै के भन्ने ए मलाई नि कायदा छ भन्छे उही माथि हो मेरो नि बुढीको रेणुका साथी हो हे एकल फोन आउँदैन हामी कहाँ जाने तिमीले त ज्यान भानी बाँकी छौ ए नानी ए ठिकै छौ राम्री छौ तिम्रै गीत गाइदिम्ला ज्यानै ठिक लाको भा त्यता नि आइदिम्ला हे फोन गर्न पाउँदिन मन बुझाउ भेटैमा बुढीले फोन हेर्छे घर गएपछि गेटैमा हे समयले बताउला बोलिन म अहिले त्यही भएर डिभोर्सको बिगबिगी छ अहिले छुटेको मायाको पिर गर्छु साला रेणुलाई कसैले लाला किन लाला हे उमेर छन् जति खानी हो लाउने हो कसैले नलगे म त्यतै आउने हो हे बरु केही गरेर समाजमा नाम चलाऊ नबना नानी हो एकछिनलाई काम चला हे गर्लफ्रेन्ड भनेको